गाइसहरु यार झन् घुम्न जाने भनेको पानी पो पर्दैन अब म्याङ्गो जुस अब किन के खाइ के हो फर्स्ट टाइम यस्तो सिन देखेको है मैले त धेरै देखिसक्यो चिकन ची हामी चाहिँ चाङ्गु नारायण मन्दिर आइसक्यौँ होइन अनि कहानी भएन यो दुईवटा स्टलमा एउटा स्टल यहाँ एउटा स्टल त्यहाँ हाम्रो पालो दुईवटा हेलो गाइस वेलकम टु माई न्यू भिडियो होइन आज चाहिँ म भर्खर कलेजबाट आइपुगेँ अनि भर्खर खाना खाएँ अनि साथीहरूले अब घुम्न जाऊँ त भन्यो भक्तपुरमा कता कता अनि हुन्छ भन्दै मैले नि अब साथीको घर जान्छु उसलाई भेट्न अनि त्यसपछि थाहा हुन्छ कता जाने ल म चाहिँ गएँ त साथीको घर पुगेपछि भिडियो गर्छु ल गाइजहरू यार झन् घुम्न जाने भनेको पानी पो पर्यो त अब के हुन्छ प्लान त बिग्रिन्छ जस्तो लाग्यो त मलाई बिग्रियो भने अब साथीको घर जाने गेम खेल्ने त्यही यो पानी रोकिन्छ कि रोकिन्न यार परेको जस्तो त देखेको छैन होइन ऊ देखेँ पानी पर्न थालेको के गर्ने क्या हिजो अस्ति चाहिँ परेन आज जाने भनेको बेलामै पानी पर्दै यार हुन त गर्मी भइरहेको थियो यो कपडामा नि फेरि देख्छ कि छिटै त्यो पानी पसिना जेसुकै होस् अनि पानीको दागले भिजायो भने त ल्याङ गइहाल्यो नि ल खोइ छाता खै छाता ल्याऊ भने होइन त्यही बाटो त जाने होइन भने चाहिँ अब तिम्रै घर जाऊँ अनि मलाई पानी पर्न थाल्यो त त्यही पानी पर्न थाल्यो त के गर्ने अब के थाहा जाने झर्नै भएन कान र भयो तिम्रो मोबाइल मेरो त के हुन्थेन अब तिम्रो घर जाने होइन टक्क अनि त्यो पछि हेरौँ के हुन्छ जाने के नजाने भयो जाने हो जसरी पनि जाने हो पानीमा भिजेर चाहिँ नर भयो कि होटेलमा जाने यही नजिकको म चाहिँ साथीको घर आइसकेँ साथी चाहिँ यहाँ के खसाक खुसुक के गरिरहेछ त ओहो यहाँ त जुत्ता लगाएर खेल्न नहुने रहेछ के लिएर आइदिएको ए माथि कपडा नि पानीले भिजे यहाँ ढाडतिर पनि भिजे ओइ घुमे त यो त रोकिदियो किन ओइ रोकिन्न क्या हो त रोकिदियो कितना गर्मी है यार पूरा कपड़ा उतार चुका हूँ मैं साथी कति बेला रेडी हुन्छ र जम्ला भनेको बसेर फोन पो चलाइरहेको छ के केटीलाई मेसेज हान्दैछ क्या हो रहेछ त्यो भर्खर 11 छ केटीसित बोल्दै बस्छु यार खै बोल्नु पऱ्यो के थियो अब खोइ अघिको सरस्वती खोइ सरस्वती खोइ सरस्वती हो सरस्वती बुझे खै जाँदैन त्योसित बोल्ने माग्नु परेन नम्बर माग्न नि त्यस्तो ल माग पर्सि कलेज गएपछि माग न भर्खरै पानी पर्दै थियो फेरि भर्खरै घाम चर्किन थाल्यो के मलाई अहिले गर्नै भइसक्यो साथीले अब हिँडेर जाने भन्छ यार कता हो कता यस्तै यहाँ रोड तातिर कस्तो गर्मी भइरहेछ साथी सेट ओहो यहाँ नाकमुनि पाक्या रहेछ त एउटा फुटाइदिउँ फुटाइदिउँ किन फुटाइदिउँ होला कि फुटाइदिउँ त्यसै म भए त कोटाइ बाँकी पनि राख्दिनँ
पानी खाने नखाने पानी पिउने पिउने ल ल्याऊ साथी छाता म समातिदिन्छु के हो साथी त्यो पानी त त्यो एडमा कुन हिरोनीले म्याङ्गो जुस खाएको थियो त त्यसरी आयो त के होला पानी त अनि कुन एडमा त्यो हिरोनीले हो म्याङ्गो जुसको एड बनाएको थियो त म्याङ्गो जुस खाएको थियो त त्यसरी खायो त तिमी त बच्चामा आउँथ्यो त्यस्तो म्याङ्गो जुस यस्तो गरेर खान्थ्यो त त्यसरी खायो त अनि ल देखाइदेऊ त ल मैंगो जूस है कितना थिक मैंगो जूस आप भी किन के खाइए साथी के हो यो तिमी जस्तो जस्तै देख्छ त यो त होइन तिमी जस्तो छ त यो त अगाडिबाट त ट्याक्कै तिमीले जसरी चपाउँदा रहेछ त हेर त हेर त हेर त फेरि आइ के हो त मैले सक्दिनँ यसलाई सक्दैन यस्तोलाई त यस्तो च्याप्प साँचेर यस्तोलाई हो कि के हो हो नि हो कि के हो हो साँच्ची हो कि के हो साथी अलिकति घाम्नु पर्यो गएर होला हो गएर होला हो हामीले सरलाई बाघको सिंहको उस बनाएको थियो यही यस्तै हो क्या यो बोर्ड हेर्नु त यो व्यक्तिहरू चाहिँ हरेक कपाल काट्ने ठाउँमा हुन्छ कि होइन हरेक कपाल काट्ने ठाउँमा यी नै व्यक्तिहरू हुन्छ कि कसरी न यस्तो यत्तिको देखाएको छ न यत्तिको काटेर हामीलाई त्यत्तिको बनाउने है त्यसै टालेर तर हरेक ठाउँमा हुन्छ कि यो व्यक्तिहरू अब भरे अचार खान त हुन्छ ल जाउँ बोक न बोक अलिक यता पो तानेको त राम्रै छ त भराइलै भयो मन र के भन्ने यस्तो भुइँको खाने हो र हामी त्यो अगाडिको मान्छेको रिएक्सन हेर्न लाग्यो क्या अब ए बाङ्गो पो गयो त हेऱ्यो 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 पछाडि परेछ त पछाडि गएछ त 7 बजिसक्यो 7 र 3 बजिसक्यो ल कस्तो कति बेला पुग्ने हामी त्यहाँ आइपुग्नु लागेन आइपुग्नु लागेन बाँकी छ ल घडी हेर कि के हो होइन घडी भयो कति बेला पुग्छ अन्त नि अनि घडी हात हेरेर थाहा हुन्छ त्यो मान्छेले क्या हेरेर अलिक कुट्यो भने के गर्ने हो के गर्ने हो कुट्यो भने छिटछिटै भन्ने कुट्यो एकचोटि फर्केर हेऱ्यौँ ए हेरिरहेको छ अति गर्मी भएन मलाई चाहिँ यो चाहिँ मेरो नयाँ फिट खै साथी टाढाबाट देखाउ त अब यस्तै हो भिजिसक्यो यो सर्ट ब्यागले गरेर पछाडि ढाड चाहिँ भिजिसक्यो अन्त अहिले अब त उठ्ने भाला केही छैन क्यालोरिज बन्द भइरहेको छ साथीले बोक्दैछ अब साथीको भिज्छ अन्त के भन्ने मेरो जतिको बोसो पनि छैन उसको कस्तो हावाको के हो यो मुख धोइदिउँ न त अब यहाँ धारा रहेछ दामी ओ साह्रै सचिसक्यो त्यत्रो पानी खाएको सुपा आयो त यार यो पानी खान मिल्छ बजे यो खान मिल्छ पिउनु
खाउन क्या चिज क्या मजा आयो खाएर घर बन्दीपुरबाट आएको बन्दीपुरबाट लामा गएको है टाढै पुग्छ फेमस हेरिरहेको थियो त भित्रबाट क्या हुआ अब सिधै त भन्नु त कता माथि नै हो सिधै माथि हो सिधै माथि कस्तो शीतल भएको छ तर पानी पर्ला जस्तो छ अब पानी पर्यो भने त्यही माथि गएर रेस्ट जम साथी के तिमी थाके जस्तो लागेर नि तिमी यतिकै बसेको नि हो कि होइन हो होइन हो भने तिमी यतिकै बसेको नि म पनि बस्ने हो कि तिमी त म त बसेकै छैन नि म त अडेस लगाएर बसेँ हामी म पनि बसेको छैन तिमीले कसै गर्यो खै खोइ कहाँ हो के अझै यही हो यही बाटो हो कहाँ यहीँबाट माथि रिप्लाई ठाडै उकालो छ त किन उकालो नदेखेको के हो आइफोन भएकोले रियलमा त धन्नै 90 डिग्री छ रियलमा त यहाँ त क्यामेरामा त अनि मलाई 20 डिग्री जस्तो देख्छ त भ्यू चाहिँ लभली नै छ है लभली तर हिँडेको साढे कति कि 2 घन्टा भयो मजा आइरहेको छ हिँड्न चाहिँ अघि घाम सर्केको थियो लोत परिरहेको थियो अब चाहिँ रमाइलो उता यतिकैबाट परे पनि हुन्छ ऊ त्यहाँतिर सहर छ माथि भिडियोमा नदेखिनु यति मात्र परे पनि हुन्छ यो भन्दा बढी नपर्ने है यो पानी तर जाडो हुन्छ अहिले घर नपुग्ला नि फेरि ढिलो भएर भागो त साथी ल यतिकै जाउँ ए भागे त पक 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 यो भ्लग चाहिँ मैले अहिले एडिट हान्दैछु अनि यो भ्लग चाहिँ धेरै लामो हुँदै गयो कि त्यही भएर पार्ट 1 र पार्ट 2 बनाउँछु यो चाहिँ पार्ट 1 भयो पार्ट 2 हेर्नलाई अर्को भिडियोमा पुग्नु होला ल बाई